शाबाश बेटा। अनि के भयो किन चाहिँ फालेको प्लेट चाहिँ खाँदा खाँदा भुडी लागेर यत्रो नराम्रो गैडा जस्तो भइसकिसक्यो। नेपालमा के भइरहेछ यसो बुझ्नु सुझ्नु केही छैन। खाएको छ बसेको छ, खाएको छ बसेको छ। लपदा कस्तो ह्यान्डसम न ह्यान्डसम बुढो पाए भनेर मक्क परेको। अहिले त हेर्नै मन लाग्ने भइसकिसक्यो मलाई त। अनि म पनि खाइ त रहेको छु त हौ, के चाहिँ गरे हो त्यस्तो फाल्ने गरिनै? के भयो तिमीलाई आज? ल हेर अझै पनि के भयो भनेरै सोधिरहेको छ। कस्तो बुढा चाहिँ पाएँ नि मैले मेरो खप्पर। अस्ति त 70 प्रो म्याक्स किनिदेऊ बुढा भनेर भन्दाखेरि त त्यो त मेरो औकातको बाहिर छ बुढी भनेर भनेको होइन। अनि अहिले 17 प्रोको जस्तै दामी भएको फिचर्स भएको फोन नेपालमा लन्च भइसकिसक्यो त, हनरको X5C। त्यो किनिदिनु पर्दैन? त्यो त हाम्रो औकातमै छ त हो। अरे यतिको लागि फाल्यो है? यति मिठो मानेर खाइरहेको थिएँ यार। ठिक छ खैर, तिम्रो लागि X5C लिइसकेको छु। मार्केटमा तिमीलाई सरप्राइज दिउँ भनेर लिएर आएको छु। म पनि कहाँतिर लाटो छु, मेरो बुढीलाई के पसन्द छ, कहिले के लन्च हुन्छ सबै हेर्छु नेटमा। X5C आइसकेको छ। अनि म चाहिँ मेरो प्यारो बुढीको लागि भनेर सरप्राइज भनेर दिन ठिक्क पारेको थिएँ। एनिभर्सरीमा तिमीले कस्तो बिचकायो यार। वाउ थ्यांक यू सो मच बुढा। अब चाहिँ मेरो बुढा जस्तो लाग्यो नि। अब कस्तो माया लाग्यो। अनि यसको फिचर्सहरु चाहिँ के छ होला नि? पहिलो कुरा त 464 को 16,000 अनि 4128 को 18,000। अनि मैले मेरो प्यारो बुढीलाई चाहिँ 4128 को 18 को लिइदिएको छु। फिचरको कुरा गर्नु पर्दाखेरि चाहिँ MediaTek Helio G81 को प्रोसेसर, 50 मेगापिक्सलको क्यामेरा अनि 5260 mAh को ब्याट्री, त्यो पनि अन्डर 20,000 को फोनमा यति धेरै फिचर हुँदा अब यो लिने हो नि त। तपाईहरुलाई पनि चाहिन्छ भने टिकटकमा लगाउ सम्झन सक्नुहुन्छ है।